मिनी ब्लग त स्टार्ट गर्यो तर 2 दिनमै मनदीप कता हरायो। हे गाइज वेलकम टु माई डे टु मिनी ब्लग। आज चाहिँ म बिहानै उठेपछि मुख धोएँ, ब्रस गरेँ र एकैछिन फ्रेस भएर अनुहारमा हेर्छु त आलु जत्रो पिम्पल। कुनै इभेन्ट छ प्रोग्राम छ भने पिम्पल मेरोमा आइहाल्छ। त्यसपछि एकैछिन मेडिटेसन गरेँ, सेतो चिया खाएँ र ओरिएन्टेसनको लागि स्पिच रेडी पारेँ। त्यसपछि म खाना खाएर कलेज जानको लागि रेडी भएँ। कलेज पुगिसक्दा चाहिँ सबैजना साथीहरू आइसकेका थिए र मलाई गाली पनि गर्दै थिए हेड भएर किन ढिलो भन्दै। त्यसपछि सबै प्रिपरेसन त भइसकेको थियो भने डेकोरेसन बाँकी नै थियो र मेरो अरू साथीहरूले चाहिँ डेकोरेसन गर्दै थिए। ऊ चाहिँ हाम्रो को हेड र ऊ चाहिँ हाम्रो म्यानेजमेन्टको सिआर। त्यसपछि ऊ चाहिँ हाम्रो प्रोग्राम कोअर्डिनेटर। ऊ चाहिँ झ्यालमा चढेर झ्याल खोल्दै थियो र मैले जिस्काइरहेको थिएँ उसलाई, अनि ऊ चाहिँ नाच्दै थियो त्यहाँ। त्यसपछि हाम्रो डेकोरेसन पनि भयो र डेकोरेसन चाहिँ एकदमै राम्रो थियो। हाम्रो पालीमा चाहिँ ओरिएन्टेसनमा यति राम्रो केही पनि थिएन। अहिलेको भाइ बहिनीहरू चाहिँ एकदमै लक्की हुन्। म जुनियर्सहरूलाई यहीँबाट भन्न चाहन्छु कि तिमीहरू एकदमै लक्की हौ। त्यसपछि भाइ बहिनीहरू पनि आए र ओरिएन्टेसन पनि लगभग स्टार्ट हुन थाल्यो। भाइ बहिनीहरू खुसी नै थिए। त्यसपछि हाम्रो चिफ गेस्ट प्रोग्राम कोअर्डिनेटर सर अनि हाम्रो चिफ सरले चाहिँ प्रोग्राम स्टार्ट गर्नुभयो। त्यसपछि हामी यसो हेरेको भाइ बहिनीहरू एकदमै धेरै आएको थियो। यो चाहिँ म्यानेजमेन्टका भाइ बहिनीहरू हुन्। त्यसपछि हामीले भाइ बहिनीहरूलाई वेलकम गऱ्यौँ, खादा लगायौँ, टिका लगायौँ। त्यसपछि एज अ हेड सिआर मैले आफ्नो सानो स्पिच पनि दिएँ भाइ बहिनीहरूका लागि। त्यसपछि हामीले खाजा खायौँ र खाजा खाएर हामी घर फर्किँदै थियौँ अनि पर्यो मलाई वज्रपात। यस्तो पानी पर्यो कि यस्तो पानी पर्यो, मेरो हालत खराब। हेर्नु साथीहरू, ड्रेस तलदेखि डाँडा माथिसम्म पुरै भिजेर मेरो जुत्ताको हालत कन्डिसन अहिले कस्तो छ भने थाहा छैन। अनि म घर पुगेँ, गएर हेर्छु त सबै कपडा भिज्यो। यसरी नै आजको मेरो दिन एकदमै मेमोरेबल, एकदमै रमाइलो र एकदमै दुःखका साथ बित्यो। थ्याङ्क यू फर वाचिङ। धन्यवाद।